ऊ आज मौन छ बन्द कोठाभित्र कैद, यादको हावाहुरी मानव जिन्दगी यो चैत। र म्याक्सिमम कमेन्ट आउने भनेको टुकी चाहिँ सिङ्गल हो कि प्रेममा छ कि भन्ने प्रश्नहरू पनि आउँछ। यो चाहिँ के हो? आज हाम्रो एनबिएल पोडकास्टबाट खुलाइदिनु पर्यो। यो त एकदम गर्मीवाला प्रश्न भयो है। उसले हेर्न मात्र चाहेको छ परिवारको हाँसो, उसको सम्बन्धको धागो आज उसैलाई भो पासो, उसलाई छैन केही नि चासो। रिसेन्टली मैले 3 हप्ता अगाडि 1 महिना अगाडि अराजक भन्ने गीत निकालेँ, यो जेनजी आन्दोलनलाई समर्पित गरेर। के चाहिँ भयो, सबै कति कुराहरू भन्नु मन थियो, तर सबै कुराहरू अब एउटा ट्र्याकमा मात्रै बोलेर पनि हुँदैन। जय नेपाल सरकार, म यही देशको जनता, राष्ट्रवादी परदेशको मायाभित्री मनमा, परिवारको लागि बाँच्नु पर्यो, हामीलाई सुख छ र कहाँ, तर दुःख लाग्छ हातमुख जोड्न गाह्रो पर्दा घरमा। वडा भवन फुटा लिएन, वडा अध्यक्षलाई फोन गरेर वडा कार्यालयभित्रको फोटोहरू जुन भ्रष्ट नेताहरूको फोटो, वडालाई केही पनि असर नगरिकन भ्रष्ट नेताहरूको फोटो बाहिर चोकमा ल्याएर सानो यत्रो भाइ बहिनीहरूलाई आगो बाल्न लगाएको हामीले। विभागीयबाट मानबहादुर श्रेष्ठ, डिबी भट्ट राईहरू पनि राम्रो लाग्छ मलाई। मानबहादुर राई अझै खतरा लाग्छ, किनकि उहाँको भित्र बाहिर जुन एउटै त्यो छ नि स्पाइक रेट, त्यो चाहिँ एकदम मनपर्छ। अनि यता सिभिलबाट त म त यस्तो हुन्छ नि, पक्षपात गरे जस्तो हुन्छ है सिभिल, सबै मनपर्छ मलाई। एउटा चुज गर्नु पर्यो भने मलाई सिङ्गो गण्डकी प्रदेश मनपर्छ, सबै खेलाडी मनपर्छ। तर एउटा हुन्छ नि यो चाहिँ हो है, यो चाहिँ हो है भनेर भन्दा चाहिँ अहिलेलाई चाहिँ मलाई एडी भाइ मनपर्छ है। यो चाहिँ चिन्ता किन गर्छौ है, दुःख तिमीसँगै पोख्छु, तिमी चिन्ता किन गर्छौ, सुख तिम्रै लागि रोज्छु, तिमी चिन्ता किन गर्छौ, हालेर मायाको दही तिम्रो ठेकीमा, 2 जवानी मुक्छु, तिमी चिन्ता किन गर्छौ। कभी कभी मुझे लगता है मैं अपनों के लिए जिंदा हूँ, पर अपनों को कोई फर्क नहीं, फिर ले लूं मैं अब चिंता क्यों। माँ बाप के लिए जीता हूँ, सब पहाड़ों से सीखा हूँ, बस खुद से है विश्वास, सबको खुश रख के दिखा दूं। मेरे पैरों में है जंजीर, पर ढूंढ रहा हूँ मंजिल, घर में मेरी माँ है इसलिए जाता नहीं हूँ मंदिर, सीने में आग लेके जीता हूँ मैं हर दिन, पर भरोसा है खुद पे अपना, साथ नहीं है तकदीर।